मार्क्सम्यानको मार्क्स खोलिसकेको छ, जेउसुमाथि अट्याक भइसकेको छ। के भयो त आजको स्म्याकडाउनमा? यदि जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक र सब्स्क्राइब गर्नु होला। आजको स्म्याकडाउनको सुरुवातमै जेउसुमाथि चाहिँ अट्याक हुन्छ, तर कसले अट्याक गर्यो भनेर चाहिँ कसैलाई पनि थाहा हुँदैन। अनि ड्रु मैकिन्टायर आउँछ अनि 4 लेटर 1 वर्ड ट्रु भनेर ड्रु मैकिन्टायर त्यो भन्दै आउँछ। अनि ड्रु मैकिन्टायरले चाहिँ भन्न थाल्छ इलिमिनेसन चेम्बरमा 6 जना मान्छेहरू चाहिँ फाइट गर्थ्यो, अब 5 जना भयो। अनि मैले चाहिँ जेउसोलाई चाहिँ अट्याक गरेको होइन, यो जेउसोलाई अट्याक भएकोमा चाहिँ मेरो केही लेनदेन पनि छैन। म चाहिँ सधैँ सही कुरा गर्छु, तर मलाई चाहिँ सबैजनाले चाहिँ दोष दिन्छ। जब म चाहिँ सही कुरा गर्छु त्यतिखेर चाहिँ म चाहिँ आफूलाई चाहिँ म निर्दोष छु भनेर चाहिँ साबित गर्न चाहिँ म सक्दिनँ। अनि यति भन्दै त्यहाँनिर चाहिँ निकोलस आइपुग्छ। अनि निकोलसले चाहिँ भन्न थाल्छ मैले तँलाई भनेको थिएँ ड्रु, यस्तो काममा चाहिँ त चाहिँ लागि नपर भनेर मैले तँलाई भनेको थिएँ। ड्रु अब चाहिँ त मेरो अफिसमा जा, त्यहाँनिर चाहिँ मैले तँलाई जा भनेर चाहिँ जा भनेको होइन। त्यहाँनिर तँलाई 20 जनाले चाहिँ पर्खिरहेको छ, त्यो 20 जनाले चाहिँ तेरो हालत खराब पर्नेवाला छ भनेर चाहिँ निकोलसले भन्छ। अनि ड्रु मैकिन्टायरले भन्छ मेरो च्याम्पियनसिपको लागि आउनेवाला चाहिँ अब 6 जना मान्छेहरू थियो, अब चाहिँ घटेर 5 जना भयो। यति भन्दै त्यहाँ चाहिँ कोडी रोड आइपुग्छ। अनि कोडी रोडले चाहिँ भन्न थाल्छ कति भयो ड्रु मैकिन्टायर आइज, तर म जुझ्नुपर्छ, यहीँनिर अहिले नै जुझ्नुपर्छ। अनि ड्रु मैकिन्टायरले भन्न थाल्छ म चाहिँ अलरेडी च्याम्पियन छु, म तँसँग फाइट गरेर मलाई के फाइदा, म चाहिँ तँसँग जुझेर चाहिँ के काम, मलाई चाहिँ फाइदै छैन, केही काम पनि छैन नै, त्यही भएर चाहिँ म तँसँग चाहिँ फाइट गर्न सक्दिनँ। म चाहिँ आफ्नो समस्या चाहिँ आफै चाहिँ म निम्त्याउन चाहदिनँ। निकोलसले चाहिँ मलाई अफिसमा जानु भनेको छ, त्यही भएर म नियम चाहिँ फलो गर्छु, त्यही भएर म चाहिँ अफिसमा गएको भनेर चाहिँ ड्रु मैकिन्टायर चाहिँ भन्छ। अनि कोडी रोडले चाहिँ भन्न थाल्छ ड्रु मैकिन्टायर त डिसइन्गेजिङ, त मान्छेहरूलाई मनै नपर्ने च्याम्पियन, त भगोडे, त हरामी, कतिसम्म चाहिँ भाग्छस् भाग, तेरो च्याम्पियनसिप रेन भरि नै भागिरह। तैँले चाहिँ मलाई चाहिँ रिम्याच नदिने भनेको छस्, तर केही छैन, म भोलि इलिमिनेसन चेम्बर जितेपछि चाहिँ म राइटफुली तँलाई चाहिँ म रेसलमेनियामा चाहिँ च्यालेन्ज गर्छु। यति मात्रै भन्दै त्यहाँ र्यान्डी ओर्टन आइपुग्छ। अनि र्यान्डी ओर्टनले चाहिँ भन्न थाल्छ जेउसमाथि चाहिँ अट्याक भयो, त्यसको लागि चाहिँ म एकदम स्याड फिल गर्छु। अब ड्रु मैकिन्टायर कोडी रोड दुवैजनाले चाहिँ सुन, म चाहिँ इलिमिनेसन चेम्बर चाहिँ जित्नेवाला छु। अनि ड्रु मैकिन्टायर म चाहिँ तेरो पछि चाहिँ आउनेवाला छु। अनि ड्रु म चाहिँ तँलाई रेसलमेनियामा हराएर चाहिँ म 15 टाइम वर्ल्ड च्याम्पियन चाहिँ बन्नेवाला छु। अब सुन कोडी, तेरो र मेरो कुरा गर्नु पर्दाखेरि इलिमिनेसन चेम्बरमा तर म यति मात्र भनिरहेको हुन्छ, त्यहाँनिर चाहिँ ट्रिक विलियम्स आइपुग्छ। अनि त्यहाँ ट्रिक विलियम्सले चाहिँ मेरो म्युजिक काट भन्दै भन्न थाल्छ। ट्रिक विलियम्स चाहिँ अहिलेको सबैभन्दा हटेस्ट सुपरस्टार हो। मैले चाहिँ आज इलिमिनेसन चेम्बरभन्दा अगाडि चाहिँ मैले एल्बम लन्च गरेको छु। अनि अहिले हामी छौँ केएफसी सेन्टरमा। अनि अहिले चाहिँ तिमीहरू दुईजनालाई चाहिँ मैले रिङमा देखिरहेको छु। अनि म त्यो मेनुमा चाहिँ केही फ्लेभर चाहिँ एड गर्नेवाला छु, केही स्वाद एड गर्नेवाला छु भनेर चाहिँ ट्रिक विलियम्सले चाहिँ भन्छ। अनि त्यहाँनिर चाहिँ जीवनी बेस आइपुग्छ। अनि जीवनी बेसले चाहिँ ट्रिक विलियम्सको टाउकोमा चाहिँ एक सट हानेर चाहिँ रिङमा चाहिँ आउँछ। अनि जीवनी बेसले चाहिँ भन्न थाल्छ मेरै गल्ती हो पक ट्रिक विलियम पक, तेरो र मेरो पहिला एनएफटीमा चाहिँ फ्युड भइसकेको छ। म चाहिँ र्यान्डी ओर्टनको चाहिँ रेकर्ड तोड्नेवाला छु। यो इलिमिनेसन चेम्बर जितेर वर्ल्ड च्याम्पियनसिप जितेपछि चाहिँ म र्यान्डी ओर्टनको चाहिँ यंगेस्ट वर्ल्ड च्याम्पियनको रेकर्ड चाहिँ म तोड्नेवाला छु। अनि यति भन्दै त्यहाँ एले नाइट आइपुग्छ। अनि एले नाइटले चाहिँ भन्न थाल्छ लेट मी टक टु यु, या मलाई बोल्नु देऊ, तिमीहरू चाहिँ यहाँनिर चाहिँ त्यस्तो प्रमिसहरू गर्दैछौ जुन चाहिँ कहिले पनि पुरा हुन सक्दैन। तिमीहरू यत्रो ठुल्ठुलो कुरा गर्दैछौ जुन चाहिँ कहिले पुरै हुन सक्दैन। मैले चाहिँ यहाँ नाइटमेयरहरू देखिरहेको छु, मैले चाहिँ यहाँ भाइपर देखिरहेको छु, मैले चाहिँ बाउन्सी देखिरहेको छु, अनि मैले चाहिँ यहाँ लेमन पेपर त्योभन्दा धेरै चाहिँ यहाँनिर इडियट देखिरहेको छु। अब अन्तिममा भन्नु पर्दाखेरि हामीसँग 24 घण्टा मात्रै छ इलिमिनेसन चेम्बर आउनुमा। अनि तिमीहरू 4 जनालाई चाहिँ म हराइदिनेवाला छु। अनि ड्रु तर म मात्रै बाँकी भएपछि चाहिँ ड्रु मैकिन्टायर त्यो च्याम्पियनसिप चाहिँ मेरो हातमा चाहिँ बिलङ गर्छ। अनि सबैजनाले भन्छ हुप द्याट ट्रिक भनेर चाहिँ ट्रिक विलियम्सले चाहिँ त्यहाँनिर चाहिँ कुरा काटिदिन्छ। अनि एले नाइटले चाहिँ भन्न थाल्छ तैँले चाहिँ हुप द्याट ट्रिक भन्ने छैन भर्खर भन्छ। अनि या भनेर चाहिँ भन्छ। अनि त्यसपछि ल तँलाई त्यसो भए भनेर चाहिँ एक मुक्काले चाहिँ हिर्काइदिन्छ। अनि त्यसपछि यिनीहरू दुईजना चाहिँ फाइट पर्न थाल्छ। अनि त्यसपछि यिनीहरू चाहिँ जुझ्दै जान्छ। अनि त्यसपछि रिङमा चाहिँ र्यान्डी ओर्टन, जीवन इभेन्ट्स अनि कोडी रोड 3 जना चाहिँ बाँचेको हुन्छ। अनि र्यान्डी ओर्टनले चाहिँ आरकेओ हान्छ जीवन इभेन्ट्स। अनि यो सेगमेन्ट चाहिँ यहाँनिर चाहिँ खतम हुन्छ। अनि यसपछि अर्को इम्पोर्टेन्ट म्याच हुन्छ अङ्कल हाउडी भर्सेस सोलो सिक्वाको बिचमा। अनि यो म्याचमा चाहिँ अङ्कल हाउडीलाई चाहिँ सोलो सिक्वाले चाहिँ स्पिनिङ सोलो फ्रग स्प्ल्यास हानेर चाहिँ पिन गर्छ, त्यही पनि अङ्कल हाउडीले चाहिँ किक आउट गरिदिन्छ। अनि म्याचको एउटा टाइममा चाहिँ अङ्कल हाउडीलाई चाहिँ सोलो सिक्वाले चाहिँ समाउन स्पाइक चाहिँ हान्छ, त्यसपछि हिप अट्याक चाहिँ हान्छ 2 चोटि। त्यसपछि चाहिँ अङ्कल हाउडीले चाहिँ सिस्टर एबिगेल हानेर चाहिँ यो म्याचमा चाहिँ अङ्कल हाउडीले चाहिँ जितिसकेको छ। अनि ब्याकस्टेजमा चाहिँ निकोलसले चाहिँ भन्न थाल्छ ड्रु मैकिन्टायर त चाहिँ यहाँबाट चाहिँ कोही हाल अहिले नै जा, भोलि इलिमिनेसन चेम्बरमा चाहिँ तैँले चाहिँ आफ्नो अपोनेन्ट चाहिँ पाउनेवाला छ, जा घर जा भनेर चाहिँ भन्छ। त्यसपछि चाहिँ ड्रु मैकिन्टायरले भन्छ तर म चाहिँ सेम पेजमा चाहिँ हुनुपर्छ, त हो जेनरल म्यानेजर, म हो WWE च्याम्पियन, अनि हामी चाहिँ सेम पेजमा चाहिँ हुनुपर्छ भनेर ड्रु मैकिन्टायरले चाहिँ भन्छ। अनि त्यहाँनिर चाहिँ पल हेमन र भिजनहरू चाहिँ आइपुग्छ। अनि पल हेमनले चाहिँ भन्न थाल्छ इलिमिनेसन चेम्बरको लागि एउटा कोटा खुलेको छ, त्यसको लागि चाहिँ मेरो लोकेन पललाई चाहिँ घुसा भनेर चाहिँ भन्न थाल्छ। जेउस चाहिँ जान सक्दैन इलिमिनेसन चेम्बरमा, अनि कोही न कोही त पसाउनै पर्छ, त्यही भएर लोकेन पललाई
नि हाल्दैन लोगेन पललाई हाल्दै भनेर चाहिँ रिक्वेस्ट गर्न थाल्छ। त्यसपछि त्यहाँ लोगेन पलले चाहिँ भन्न थाल्छ मलाई चाहिँ घुसा निक मलाई घुसा। त्यहाँनेरि एउटा मान्छे भए पनि 2 जना भए पनि 3 जना भए पनि 4 जना भए पनि 5 जना भए पनि जो भए पनि म चाहिँ हराउनेवाला छु सबैलाई अनि म चाहिँ जानेवाला छु रेसलमेनियामा। पक 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 तँलाई चाहिँ यसरी चाहिँ सम्झाउँदा भएन भने चाहिँ यता हेर मेरो बडी हेर अब त मलाई हाल्छ होला नि इलिमिनेसन चेम्बरमा मलाई हाल्छ होला नि अब त भनेर लोगेन पलले चाहिँ भन्छ। अनि निकोलसले चाहिँ भन्न थाल्छ केही बेर अगाडि चाहिँ यहाँनिर जेउस माथि चाहिँ अट्याक भएको थियो अनि तिमीहरू चाहिँ त्यहाँनिर चाहिँ फाइदा उठाउनलाई चाहिँ यहाँ चेम्बरमा हाल भनेर चाहिँ आउनु थाल्यो। अनि त्यहाँनिर चाहिँ अटेन थ्रीले चाहिँ भन्न थाल्छ के अरे तैँले हामीलाई दोष लाउनु खोजेको तैँले हामीलाई नराम्रो भन्न खोजेको भनेर चाहिँ अटेन थ्रीले भन्छ। अनि त्यहाँनिर पल हेमेलले चाहिँ भन्न थाल्छ एकछिन हेर निक त पनि अहिले समस्यामा छस् अनि तँलाई हामी समस्याको टाइममा चाहिँ तँलाई हेल्प गर्न चाहन्छौँ त्यही भएर लोगेन पललाई चाहिँ घुसाइदियो त्यो इलिमिनेसन चेम्बरमा चाहिँ हाल्दै भनेर चाहिँ भन्न थाल्छ। अनि त्यसपछि चाहिँ म चाहिँ फोन गर्छु अनि म बोल्छु अनि त्यसपछि म चाहिँ तिमीहरूलाई भन्छु है म भनेर भन्छ। त्यसपछि चाहिँ पल हेमेलले चाहिँ लोगेन पललाई चाहिँ सोध्छ त चाहिँ इलिमिनेसन चेम्बर जित्छ छैन भनेर भन्छ। अनि म जित्छु म लोगेन पल हो नि त म जितिहाल्छु नि भनेर भन्छ। अनि म्याब्रिक है म म्याब्रिक हो भन्छ। अनि इलिमिनेसन चेम्बरको चाहिँ विजेता पनि हो है भन्छ। अनि भनेर चाहिँ भन्छ। अनि त्यसपछि यो सेगमेन्ट चाहिँ यहाँ खतम हुन्छ। त्यसपछि चाहिँ यहाँनिर चाहिँ अर्को सेगमेन्ट आउँछ। निकोलसले चाहिँ फोन गरिरहेको हुन्छ त्यहाँनिर चाहिँ जेका फाटु आएर चाहिँ भन्न थाल्छ हे निकोलस ड्रू मैकिन्टायरले चाहिँ गरौँ सुरुमा चाहिँ मलाई एट्याक गरौँ अनि त्यसपछि अहिले जेउसलाई पनि एट्याक गरौँ त्यही भएर चाहिँ हेर तेरो पनि समस्या ड्रू मैकिन्टायर हो मेरो पनि समस्या ड्रू मैकिन्टायर हो मलाई इलिमिनेसन चेम्बरमा जानु दे अनि म चाहिँ इलिमिनेसन चेम्बर चाहिँ जित्छु अनि त्यसपछि म मेन इभेन्ट अफ रेसलमेनियामा चाहिँ जान्छु अनि म त्यसलाई हराउँछु अनि त्यसपछि तेरो नि प्रब्लम सल्भ मेरो नि प्रब्लम सल्भ अनि दुवैजनाको प्रब्लम सल्भ हुन्छ त्यसैले मलाई इलिमिनेसन चेम्बरमा चाहिँ जान दे भनेर चाहिँ निकोलसलाई चाहिँ भन्छ। अनि निकोलसले चाहिँ भन्न थाल्छ ल जेका बाटो म तेरो यो कुराको बारेमा चाहिँ म सोध्छु भनेर चाहिँ निकोलसले चाहिँ भन्छ। त्यसपछि चाहिँ यो सेगमेन्ट चाहिँ यहाँनिर चाहिँ खतम हुन्छ अनि फेरि अर्को सेगमेन्ट सुरु हुन्छ। अनि निकोलस चाहिँ फर्केर आएर चाहिँ भन्न थाल्छ भिजनहरू भएको ठाउँमा तैँले चाहिँ तेरो अपर्च्युनिटी पाउनेवाला छ लोगेन पल तैँले चाहिँ अपर्च्युनिटी पाइस् मैले चाहिँ एडम पेयरसँग कुरा गरेको थिएँ तैँले अपर्च्युनिटी पाउँछस् यदि तैँले चाहिँ आज चाहिँ जेका फाटुलाई चाहिँ हराएर क्वालिफाई भइस् भने चाहिँ तैँले चाहिँ अपर्च्युनिटी पाउँछस् भनेर चाहिँ लोगेन पललाई चाहिँ भन्छ। अनि त्यसपछि चाहिँ पल हेमेलले चाहिँ भन्न थाल्छ जेका फाटु भनेर भन्न थाल्छ। अनि त्यसपछि लोगेन पलले भन्न थाल्छ नै म हराउन सक्छु जेका फाटुलाई म हराउन सक्छु म जेका फाटुलाई हराएर म चाहिँ इलिमिनेसन चेम्बरमा चाहिँ क्वालिफाई हुन सक्छु किनभने म लोगेन पल हो भनेर चाहिँ लोगेन पलले चाहिँ भन्छ। त्यसपछि अर्को म्याच हुन्छ ओबाफेमी भर्सेस दमिज। यो म्याचको के कुरा गर्नु यो म्याचमा त एकैछिनमा काँचै खाइदिन्छ दमिजलाई अनि यो म्याचमा चाहिँ ओबाफेमीले चाहिँ जितिसकेको छ। अनि हुन्छ अर्को म्याच युनाइटेड स्टेट्स च्याम्पियनसिपको लागि म्याट कार्डेना भर्सेस कार्मेलो हाइसको बिचमा अनि यो म्याचमा चाहिँ कार्मेलो हाइसलाई चाहिँ पावर बम हान्छ तर कार्मेलो हाइसलाई चाहिँ त्यहाँ किक आउट गरिदिन्छ अनि त्यसपछि रफ राइडर हान्छ त्यहाँ पनि किक आउट गरिदिन्छ। अनि म्याचको लास्टमा चाहिँ फर्स्ट 48 हानेर चाहिँ कार्मेलो हाइसले चाहिँ यो म्याच चाहिँ जितिसकेको छ। त्यसपछि अर्को म्याच हुन्छ WWE वुमेन्स ट्याग टिम च्याम्पियनशिप म्याच रिया रिप्ली एन्ड इयो स्काई भर्सेस ल्याश लेजेन्ड एन्ड नाया ज्याक्सको बिचमा चाहिँ म्याच हुन्छ। अनि यो म्याचमा चाहिँ पावर बम हान्छ खतरा रिया रिप्लीले तर त्यहाँनिर चाहिँ नाया ज्याक्सले चाहिँ किक आउट गरिदिन्छ अनि त्यसपछि चाहिँ इयो स्काईले चाहिँ एउटा खतरा डिडिटी हान्छ नाया ज्याक्सलाई अनि ल्याश लेजेन्डलाई चाहिँ आफ्नो फिनिसर मुन सल्ट हान्छ त्यसपछि पिन गर्छ त्यहाँनिर चाहिँ नाया ज्याक्स आएर चाहिँ ब्रेक गरिदिन्छ। त्यसपछि म्याचको लास्टमा चाहिँ नाया ज्याक्सलाई चाहिँ रिप्टाइड हान्छ त्यसपछि चाहिँ ल्याश लेजेन्डले चाहिँ आफ्नो फिनिसर चाहिँ रिया रिप्ली माथि हान्छ त्यसपछि पिन गर्छ 1 2 3 एन्ड न्यू WWE वुमेन्स ट्याग टिम च्याम्पियन नाया ज्याक्स एन्ड ल्याश लेजेन्ड चाहिँ हुन्छ। त्यसपछि हुन्छ स्म्याकडाउनको मेन इभेन्ट जेका फाटु भर्सेस लोगेन पल इलिमिनेसन चेम्बर क्वालिफाइङ म्याच अनि यो म्याचमा चाहिँ जेका फाटुलाई चाहिँ पुरै डिस्ट्र्याक्ट गरिरहेको हुन्छ अस्टेन थेरी र पल हेमेल मिलेर चाहिँ दरो सताइरहेको हुन्छ। यो म्याचमा चाहिँ एउटा टाइममा चाहिँ जिग ज्याग जस्तो मुभ हानेर चाहिँ पिन गर्छ त्यही पनि जेका फाटुले चाहिँ किक आउट गरिदिन्छ त्यसपछि जेका फाटुले पनि सुपर किक हान्छ त्यसपछि रनिङ मुन सल्ट हानेर चाहिँ पिन गर्छ त्यही पनि लोगेन पलले चाहिँ त्यहाँ किक आउट गरिदिन्छ अनि लोगेन पलले पनि सेकेन्ड रोपबाट चाहिँ मुन सल्ट हान्छ त्यहाँ पनि जेका फाटुले पनि किक आउट गरिदिन्छ। अनि म्याचको एउटा टाइममा चाहिँ जेका फाटुलाई चाहिँ पुरै भिजनहरूले चाहिँ पुरै डिस्ट्र्याक्ट गर्न थाल्छ अनि अटेन थ्रीलाई चाहिँ हिर्काउँछ सुरुमा अनि पल हेमेललाई पनि पुरै हिर्काउन आँटेको हुन्छ त्यतिखेर चाहिँ लोगेन पलले चाहिँ पछाडिबाट चाहिँ लो ब्लो हानिदिन्छ अनि त्यसपछि प्रक्स प्लस हान्छ त्यसपछि चाहिँ पिन गर्छ 1 2 बट जेका फाटु स्टिल किक्स आउट अनि इन्ट्री हुन्छ मार्क्सम्यानको अनि मार्क्सम्यानलाई चाहिँ अटेन थ्रीलाई चाहिँ एट्याक गर्न थाल्छ त्यसपछि चाहिँ लोगेन पलले चाहिँ त्यो मार्क्सम्यानलाई चाहिँ नकआउट गरिदिन्छ अनि त्यसपछि त्यो मार्क्स खोल्छ त्यसपछि थाहा हुन्छ कि त्यो मान्छे चाहिँ को हो चिन्दै नचिनेको मान्छे चाहिँ हुन्छ अनि त्यसपछि सेक्युरिटीहरूले चाहिँ पुरै त्यो मान्छेलाई चाहिँ लिएर चाहिँ जान्छ अनि जेका फाटुले चाहिँ समन ड्रप हान्छ लोगेन पललाई अनि त्यसपछि आफ्नो फिनिसर हान्न जान आँटेको हुन्छ त्यतिखेर चाहिँ ड्रू मैकिन्टायरले चाहिँ एट्याक गरिदिन्छ अनि पछाडिबाट चाहिँ लोगेन पलले चाहिँ रोल अप गरेर चाहिँ यो म्याच चाहिँ जितिसकेको छ। साँच्चै भनेको 1% पनि मैले सोचेको थिइनँ यो लोगेन पलले चाहिँ यो म्याच चाहिँ जित्छ भनेर मैले 1% पनि सोचेको थिइनँ। आजको स्म्याकडाउन चाहिँ यसरी चाहिँ खतम भइसकेको छ। स्म्याकडाउन कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गरेर चाहिँ भन्न सक्नुहुन्छ।